ठिक छ, तपाईँको समस्या के हो हजुर? मेरो समस्या भन्दा चाहिँ सर के भन्छ, अब बुढाले वास्तै नगर्ने, अनि अब बुढा अब बिहे गरेर यत्रो वर्ष भइसक्यो, अब मसँग खुसी नै छैन, बाहिर बाहिर केटीहरू डुलाउने, केटीहरूसँगै बस्ने, घरमा टाइममा नआउने, त्यस्तै हो सर। समस्या धेरै छ भनौँ। भनेपछि हजुरसँग अहिले त्यस्तो भनौँ न, हजुरसँग नसुत्दिने नबस्ने त्यस्तै समस्या? हजुर, कहिले जहिले टाढा, जति फगाउँदा पनि नमान्ने, अब धेरै टाढा हुने, रिसाउने, डिभोर्स देऊ भन्ने, यस्तै चलिरहेछ भनौँ। अब जिन्दगी अब यतिकै त बित्दैन, अब केही न केही गर्नु पर्यो भनेर म पनि अब, अनि त्यही भएर हजुरहरूलाई यहाँसम्म बोलाउनु भएको मैले। हजुर, अनि हजुरको चाहिँ बुढाले हजुरको वास्ता गर्न छोडेको कति भयो? लगभग 5-6 महिना जति भयो सर। 5-6 महिना भयो। हजुर। बिहे भएको चाहिँ कति भयो? बिहे गरेको त्यस्तै 1 वर्ष जति लगभग हुन चाहिँ लागिरहेछ। त्यो पहिला अलिक राम्रै थियो, अहिले आएर बिचमा आएर खै अब गाउँतिरको मान्छेहरूसँग लाग्ने, कुरा काट्ने, घरमा टाइममा नआउने, त्यस्तै समस्या आइरहेछ अहिले। हजुर, अहिले भनेपछि तपाईँको बिहे भएको 1 वर्ष भयो, 5-6 महिनादेखि सम्बन्ध चाहिँ खासै राम्रो छैन। हजुर। खास के कारणले हो जस्तो लाग्छ तपाईँको चाहिँ यो सम्बन्ध राम्रो नहुनुमा? अब गाउँ समाजले त भन्छ, अब फल्नासँग लागेको, यस्तो लागेको भन्छ। अब गाउँको कुरा के सुन्नु, आफ्नो बुढाले नै केही कुराहरू घरमै गरौँ, घरको कुरा घरमै, किन बाहिर गर्नु भनेर घरमै कुरा गर्यो। अहिले त अनि अब गाउँको मान्छेले भने फल्नाको बुढा त यस्तोतिर राख्ने, अहिले नहुने त मान्छेसँग भएको भए त राम्रो हुन्थ्यो, अहिले त बाख्रासँग यस्तो देखिन्छ खोल्जातिर भनिन्छ। खै अब आँखाले त देखेको छैन, अब मान्छेको कुरा सुन्ने पनि अब बुढालाई के गर्नु भन्ने त्यही सोचाएर खास कुरा के हो भन्ने बुझिरहेछ भनौँ। भनेपछि उहाँले बाख्रालाई पनि छोड्नु भएन? हजुर। के कस्तो त तपाईँसँग चाहिँ चासो नराख्ने अनि बाख्रासँग चाहिँ यस्तो सम्बन्ध राख्नुको कारण चाहिँ के हो? खोइ अब बुढाको गल्ती भनौँ कि, खै पशुसँग किन लाग्यो होला। म घरमा छ, अब हरेकचोटि खुसी दिन लागेको, अब खुसी मान्दैन ऊ, जहिले अब डिभोर्स दिने भनेर हुन्छ निरन्तर। खै कुरै बुझ्नु सकेन सर मैले उहाँको, के भएको आजभोलि भुत चढ्यो हो कि बोक्सी लाग्यो हो कि। अनि जोस् तपाईँसँग अहिले बच्चा-बच्ची त तपाईँहरूको छैन? छैन सर, सम्बन्धै छैन भनौँ, अब सम्पर्कै भएको छैन। सम्पर्क भने तपाईँहरूको चाहिँ यो सेक्सुअल रिलेसनहरू चाहिँ पहिला त भयो? पहिला 1-2 चोटि अब सुरुमा बिहे गरेर त्यस्तो भयो, पछिदेखि त अब नमान्ने, नजिक हुनै नचाहने होइन। छुँदै उसले अब एलर्जी लाग्यो भन्छ। अब किन अब आफ्नै बुढीले किन एलर्जी लाग्यो भने यस्तो कुरा गरेर जहिले पनि रिस गर्ने, झगडा हुने होइन। अब जहिले त्यस्तै, अब घरमा जहिले झगडा हुने, बाहिरको कुरा सुन्यो, फल्नाको बुढा यस्तो उस्तो भन्छ, कुरा काट्ने। अब घरमा जाऊ भन्यो भने माइतीबाट अब बुवा मम्मीले अब के भन्ला, त्यस्तो कुरा अब अरूले के सुनाउनु, त्यही भएर एकदम गाह्रै छ भनौँ सर अहिलेको लागि। भने चाहिँ अहिले चाहिँ तपाईँको बुढासँग लगभग तपाईँहरूको अहिले ठ्याक्कै भन्नुपर्दा बुढाबुढीको चाहिँ यो सेक्सुअल रिलेसनहरू नभएको कति भयो? ठ्याक्कै 4-5 महिना जति लाग्यो सर। 4-5 महिना भयो? हजुर। के लाग्छ तपाईँ चाहिँ अहिले अब यो बुढाले आफ्नो वास्ता नगर्दा, आफूसँग चाहिँ त्यो सम्पर्कहरू नराख्दाखेरि चाहिँ कस्तो लाग्छ, के गरौँ जस्तो लाग्छ? अब के गर्नु, अब लाग्न त लाग्छ, बिहे गरेर आयो, त्यत्रो समाजको अब इज्जत पनि छ। अब छोडौ भने पनि अब के गर्नु, माया लाग्छ, मन परिरहेको मान्छे। अब बिचमै अब त्यस्तो भन्छ, उसले अब केही चिजले अब मिलेन भन्छ। अब मैले दिन नसकेर हो कि, खै बुझ्नै गाह्रो छ सर अहिलेको लागि भनौँ। समस्या त्यही आइरहेछ। हजुर, भनेपछि तपाईँसँग सुत्नै नमान्ने? छुँदामै उसले एलर्जी लाग्यो भन्छ। खै अब बुझ्नै गाह्रो, अब कसले बिगाऱ्यो यसरी। होइन, मान्छेसँग त ठिकै छ, ल मान्छेले बिगाऱ्यो भन्ने कुरा भयो, उहाँले त बाख्रा पनि छोड्नु भएन भन्ने कुरा गर्नुभयो। खै अब पल्लो घरको आन्टीहरूले सुनाइरहन्छ, तिम्रो बुढा त खोल्चातिर यस्तो बाख्रा चरेको ठाउँमा यसो गरिरहेछ नानी भन्ने सुनाउँछ। अब सुन्दा पनि भन्दा पनि अब लाज लाग्ने कुरा छ, अब कसरी भन्नु पनि नसक्ने। अब आफन्त अब हो कि होइन, अब वास्तै अब त्यति अब त्यो नै नहुने, अब गफ हाने हो कि, अब हाम्रो अब सम्बन्ध छुटाउन लाग्यो कि जस्तो लाग्छ। खै त्यही भन्छ सबैजना गाउँ समाजको मान्छे सबैले देखिरहेको रहेछ। हजुर। अनि अघि हजुरले सुरुमा भन्नुभएको तपाईँको बुढाले बाख्रा बलात्कार गरेर बाख्राको पनि मान्छे जन्मिएर फाल्यो भने जस्तो कुरा पनि थियो। अब त्यस्तै सुनेछ। कहिलेकाहीँ म काममै बिजी हुन्छ, अब घरमा त्यति आउँदैन, बाहिरै अब बाख्राले पनि यस्तो गरिरहेछ, हस्पिटलतिर लग्यो अस्ति बिरामी भएर भनेर सुनिरहेको हुन्छ प्राय। के हो म त अचम्म लाग्छ, मेरै बुढा पागल भएको कि पशु जस्तो व्यवहार गर्छ। हस्पिटल कसलाई लगेको भने? बाख्रालाई। बाख्रालाई किन नि?
खोइ अब बिरामी भयो भने चाहिँ अब खोइ प्रेग्नेन्ट गरियो कि बुझ्नै गाह्रो भएछ। ए भन्नुको मतलब तपाईँको बुढाले बाख्रालाई चाहिँ भनौँ न त्यो एउटा सेक्सुअल रिलेसन राखेपछि हजुर बाख्रा पनि बिरामी बनायो। हजुर बाख्रा बिरामी बनायो कि अथवा चाहिँ बाख्राले बच्चा जन्मायो भन्ने जस्तो कुरा हो कि के हो खासमा? अब बच्चा जन्माउन चाहिँ लागेको थिएन नि, फालेको भन्ने सुनिरहेको छ। बाख्राले कसरी फाल्यो होला, हस्पिटल कसरी पुऱ्यायो होला, डाक्टर अब कस्तो होला भने अब त्यो आफूले लाज लाग्यो क्या। अब मेरो त बुढा त पशु भइहाल्यो, पशु जस्तै मान्छे खोइ के हो के छ हजुरको इच्छा चाहना के छ त अब बुढासँग? अब मदेखि अब उसले अब खुसी छैन, अब डिभोर्सै दिउँ। अब खुसी नै छैन भन्दा अब यतिकै राखेर पनि हुँदैन। अब सम्बन्ध अब के यतिकै अब जिन्दगी काटिँदैन। हजुर कुट्ने पिट्ने पनि गरेर? हजुर धेरै पिट्ने सर, जहिले पनि झगडा हुने घरमा। खाँदा पनि अब टाइममा नदिने, पैसा अब बुढाकै कमाइ बसिरहेको छ, अहिले कामतिर पनि अब कहीँ नपठाउने। त्यही भएर अलिक समस्या छ अहिले। ऊ लागि हिँड्छ बाहिर बरु केटीसँग लागि हुन्थ्यो, पशुसँग। अब फल्नाको बुढी यस्तो भन्दा आफूले अब आफ्नो अनुहारै देखाउन नसक्ने भइसक्यो अहिले त। यस्तै प्रब्लम भनौँ सर। अनि बुढाको जाँड रक्सी यताउता खाने बानी छ कि छैन? पहिला खान्थ्यो, अहिले त्यति खाँदैन। अनि अहिले खाँदैन, खोइ के भयो बुझ्नै गाह्रो क्या। पहिला त राम्रै थियो, अहिले खाएको जस्तो त लागिँदैन। तर पनि बेहोरा भने चाहिँ बाख्रा अब त्यस्तो अब पशुको जस्तो भनौँ न। हजुर अरू उहाँले चाहिँ अरू के गर्नुहुन्छ तपाईँको बुढा? अरू चाहिँ पहिला सुरुमा मसँग बिहे गर्नुभन्दा अगाडि फर्निचरमा काम गर्थ्यो। अनि अहिले चाहिँ छोडिसकेर पनि अहिले बाहिरै केटी डुलाउने हिँड्ने। अब घरमा कहिलेकाहीँ आउँछ बेलुका, अनि त्यो जहिले झगडा हो त्यति नै। तपाईँले रिक्वेस्ट गर्दाखेरि सँगै सुतौँ न भन्दा के भन्छ? जहिले त भालु नि यस्तो भन्ने, तसँग खुसी नै छैन, तबाट मलाई सन्तुष्टै मिलेन भन्छ जहिले पनि। खै उसले के चाहिएको हो त्यस्तो। के चाहिँ सन्तुष्ट मिलेन अरे? अब त्यस्तै अब उसले अब पशुसँग गरिरहेछ, अब त्यस्तै खालको। त्यही त नि, अब त्यस्तो सन्तुष्ट नमिल्ने भन्ने कुरा त अब तपाईँ इच्छा चाहना गर्नुहुन्न र बुढासँग? गर्थ्यो। अब कहिले अब राम्रो दिएर अब पकाइरहन्थ्यो, अब पकाउँदा पनि अब हुँदैन, जहिले पिट्ने तराडी यस्तो उस्तो भन्ने, तसँग केही छैन भन्ने। त्यस्तै भएर दिनरात अब झगडा परिरहेछ भनौँ। खै उसलाई के चाहिएको, केले नमिल्या हो। ठिक छ, यहाँमा म अलिकति जोड्छु। अनि खास उसलाई मान्छेप्रतिको कतिको इन्ट्रेस्ट के छैन? मान्छेतिर भन्दा पनि कुनै के भएको जनावरहरू धेरै गर्छ। एकचोटि त्यो बिरालो पनि, सानो बिरालो बच्चा नि, बिरालो बच्चालाई नि बलात्कार गरेर मारो। बोल्दा म सिरियस आँसु आउन थालेर बुढो साँच्चै जस्तो लागेर मर्ने त मारो। अनि त्यसपछि चाहिँ नि रुँदै गरेछ। कुकुरलाई पनि ऊ गरौ भने जस्तो गरेर क्या, सानो कुकुरलाई पनि गऱ्यो, यताउता गऱ्यो भनेर भन्नु ल। बिरालो पनि एउटा बिरालोको बच्चा मार्यो अनि गाउँमा भन्छ, अनि मान्छेहरू त्यसो है। ओके ठिक छ। अनि तपाईँको चाहिँ बुढाले विशेष गरी तपाईँभन्दा पनि गाउँको केटीहरू अरू महिलाहरूसँग लाग्ने के अथवा के हो? त्यस्तो होइन सर, महिलाहरूसँग लाग्नु भन्दा पनि ऊ चाहिँ बढी चाहिँ इन्ट्रेस्ट चाहिँ उसको चाहिँ अब जनावरहरूसँग है। कुकुर पनि बाँकी नराख्ने। अब गाउँघरतिर सुन्छ बिरालो सानो छ त्यसलाई पनि बाँकी राखेन, सबै मार्यो भन्छ। अब बुझ्नै गाह्रो। बिरालो नभइकन अहिले त बाख्रातिरै लाग्यो, सबै पशुतिर कि मान्छेसँग त उसको त्यति इन्ट्रेस्टै रहेनछ। भनेपछि जनावरहरूप्रति चाहिँ हजुर उहाँको धेरै इन्ट्रेस्ट त्यो त लागिरहेछ। के छ अनि तपाईँले चाहिँ नि यो जनावरहरू यस्तोतिर नगर, यो किन गर्छस् अनि भनेर सोध्नु हुँदैन? त्यस्तो मैले कुरा निकाल्ने बित्तिकै उसले मलाई पिटिहाल्छ, भन्नै दिँदैन। भन्नुभन्दा अगाडि उसले मैले पिटिसकेको हुन्छ, अब त्यो कुरा निकाल्नै सक्दैन। मैले अब डर लाग्छ, धेरै पिट्ने कुटपिट गर्ने छ नि त। त्यही भएर पनि अहिले गर्ने, त्यही भएर मैले हजुरहरूलाई आज बोलाएको यसरी। अब आफ्नो ज्यानको अब सुरक्षित अब गर्नु पर्यो। अब जहिले यसै गरेर त जिन्दगी चलिँदैन भनेर। भनेपछि बाख्रा, कुकुर, बिराला कुनै पनि नछोड्नु? केही पनि नछोड्नु सर। उहाँले बाख्रालाई पनि बलात्कार गरेर बाख्रा पनि मार्नु भयो? हजुर
भने चाहिँ अब के चाहनुहुन्छ त हजुरले भन्नुहोस्, हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। अब तपाईँ के चाहनुहुन्छ हामीबाट? अब त के भन्नु र सर, अब त ऊबाट अब छुटेरै बस्छु। अब यसो जनावरसँग हिँड्नेसँग जिन्दगी चलिँदैन। अब आफ्नो गाउँघरमा आफ्नो बाबुआमाले भन्यो भने पनि बाबुआमाले अब के भन्ला, लाज लाग्ने कुरा छ यस्तो। अब ज्वाइँ अब मान्छेसँग लाग्यो भने त अब ठिक थियो, अहिलेको लागि सबैले चाहिने चिज हो। उहाँले अब बाख्रा पशुसँगै अब इन्ट्रेस्ट गरिरहेको हुन्छ। अब त्यो छुट्नै पर्छ होला सर, अब डिभोर्स दिनुपर्छ। अब चाहना के छ त तपाईँको चाहिँ? अब डिभोर्स गरेर विदेश जाने भने जस्तो भन्नुभएको थियो अगाडि, होइन? हजुर, अब विदेशतिर लाग्नुपर्छ। अब नेपालमा बसेर केही रहेनछ। अब बुढाको ताल यस्तो छ, यतिकै के बस्नु, त्यस्तै थियो भन्नु सर अबको लागि। बुढाको आसमा बसेर भएन, जहिले कति कुटाइ खान उसको जिन्दगीभर। यो बाख्राहरू जनावरहरूतिर चाहिँ तपाईँको बुढा लागेको कति भयो? थुप्रो भइसक्यो, 5-6 महिना जति यस्तो भएको। अब गाउँ समाजको मान्छे भन्छ किन बच्चा नपाएको, उमेर पुग्यो भन्छ। अब के भने बुढाको ताल यस्तो छ, बुढासँगै रहनु खोज्दैन। अब के गर्नु, आफूले पनि अब बच्चाहरू पाउन जन्मिन त मन लाग्छ नि त, अब रहर लाग्छ। तर बुढा अब के भन्नु मन परेर आयो पहिला त, अहिले आएर अन्तिम यस्तो हुन्छ थाहा थिएन। अनि तपाईँको चाहिँ उहाँले तपाईँको बुढाले यो जनावरहरू चाहिँ यस्तो जनावरहरूसँग सेक्स गर्ने भनेको आफ्नै घरको जनावरहरूसँग हो कि अथवा बाहिरको के हो यसमा? अब कहिलेकाहीँ अब म नहुँदाखेरि अब घरकोमै अब बाहिर गएर बाहिरको पनि गर्थेँ प्रायः। म हुँदाखेरि चाहिँ अब घरमा त्यस्तो अब डराएर होला त्यति गर्ने थिएन। म नहुँदाखेरि चाहिँ म कहीँ जाँदाखेरि चाहिँ घरमा त्यस्तै बाख्राहरू अब जहिले पनि अब त्यो रालहरू जुवाइरहने अनि बिरामी भइरहने। अब आफूले देखिर हुँदैन। 2-3वटा थियो, यतातिर चढिरहेको थियो, कोही त मरिसक्यो 1-2वटा, अब 2टा जति छ। अब त्यो पनि अब के गर्ने हो, गाह्रो छ सर। बाख्रालाई पनि जे होस् उहाँले त्यस्तो गरेर जे होस् बिरामी छ बाख्राहरू? एकदम बिरामी छ सर। हस्पिटल लैजाऊ भने पनि टाढा छ। अब के दिनु, बिचरा अब ठुल्ठुलो भइसक्यो। ओके ल, धेरै हामीलाई चाहिँ समय दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद। हुन्छ दाइ। है त। सर।